हाई गाइज, आज चाहिँ अर्को दिन होइन। म रेडी भइसकेँ। अब चाहिँ म एयरपोर्ट जाँदैछु। बेलुकाको 6 बज्यो। अब चाहिँ एयरपोर्ट घसी चाहिँ म फाइनल्ली भन्छु म कहाँ जाँदैछु भनेर। अब चाहिँ म जान लागेको भएर मेरो बेबीले हेर, मेरो मायाले चाहिँ यहाँ दही निकाल्दै हुनुहुन्छ। कस्तो लागिरहेछ माया? कस्तो कस्तो लागिरह तपाईँलाई? म जाँदैछु कस्तो लागिरह? कस्तो लागिरह? दही रेडी गर्ने। अब दही खाएर निक्लिन्छौँ हामी। जानी नजानी सब गरिदियो होइन। बत्ती बालेर बत्ती त मैले रोज गरेको क्या। अनि दही खुवानी अबि लगाइदिने रे। ल टिका लगाइदिनुहुन्छ अरे। ढोग्नु पर्ने हो मैले टिका लगाएर म हातमा ढोग्छु ल्याउनु। बेबी रोइदिन्छु क्या हो म अब। भन्नु न केही त। कस्तो के भन्नु हो र? जाने राम्रोसँग खाऊ। थोरै हानी हो के? राम्रोसँग खाऊ जाऊ। मस्त हानी क्या दही। दही हानी कुरा थोरै हानी नै हानी। मलाई 2 हप्तासम्म कोचाउन पाउँदिन भनेर यस्तो है। 2 हप्तासम्म कोचाउन पाउँदिन नि त। सबै एकैचोटि हो अब। ल रे। नाइस। ठिक छ गाइज, अब चाहिँ म जान्छु घरबाट। एयरपोर्ट नजिक नै होस्। यहाँबाट जान्छु। 2 घन्टा अगाडि जानु पर्यो। अनि 8:45 चाहिँ मेरो फ्लाइट छ। कहाँको फ्लाइट चाहिँ म अहिले भन्छु है, अझै भन्दिनँ। हेर्दै गर्नु तर मेरो थम्बनेलबाट त थाहा पाउनुहुन्छ। त्यही पनि यतिकै जिस्काइदिएको। कहाँ जाँदैछु म? कहाँ जाँदैछु? ल ठिक छ। अब चाहिँ हामी घरबाट निक्लिन्छौँ उबर गरेर। डु यु मिस मी? यस अर नो? मेरो बेबी एक्लै हुन्छ। मलाई जाने बेलामा एकचोटि जान्छु भनेर जानी हामी सँगै जाने भनेन भन्दै रिसाउँदै हुनुहुन्थ्यो। आउनु न एकचोटि। 2 हप्ता पछाडि भेट्छ मलाई अब। के लागिरहेछ? सक्छौ मबिना बस्न? बचिरहेको हुन्छु ढुक्क। जरा सिरियस भइसक्यो मेरो बेबी चाहिँ। एकदम। ल ठिक छ। हामी चाहिँ लङ डिस्टेन्स 15 दिन आउँदैछ अब। ल हामी चाहिँ एयरपोर्ट आइपुग्यौँ होइन। अब यहाँबाट चाहिँ छिर्छु। ढुकढुक भइरहनु थाल्यो अब बल्ल। 2जना भएर मलाई छोड्न आउनुभएको छ यहाँ। अब जान्छु। ल मेरो चाहिँ चेक इन भयो फाइनल्ली। अब चाहिँ जान्छौँ हामी। हामी जाने होइन त? चेकिङ भयो। भित्र गएर बस्ने काम मात्र हो। बल्ल 7 बज्यो। अझै 2 घन्टा छ फ्लाइट हुनलाई। ल डिपार्चर फ्रम सिडनी एन्ड नाउ आइ एम गोइङ कहाँ? नेपाल जाँदै हो गाइजहरू। म नेपाल नभनिकन सबजनालाई खतरा सरप्राइज दिनेवाला छु। कसैले विश्वास नै गर्नुहुन्न होला कि म नेपाल आउँदैछु भनेर। तर हामी 2जना जाँदैछौँ। खै बाबु भनेर चाहिँ नहोदे हुन्थ्यो। म जहाँ मात्रै जाँदै हो। अनि त्यही भएर 2जना आहा कि भनेर नखोजे हुन्थ्यो भनेर भनेको कि म मात्र आएर नि खुसी हुनु ल सबजना। मेरो बुढालाई चाहिँ मैले सिडनी नै छोडेर जाँदैछु। त्यही अब म चाहिँ नेपाल जाँदैछु। भोलि चाहिँ म नेपाल पुग्छु। अनि म साथीहरू सबलाई भेट्छु, रमाइलो गर्छु। अनि फेरि 2 विक्समा चाहिँ फेरि सिडनी ब्याक हुन्छु। यति धेरै मेमोरिज बनाउनुपर्छ सबजना भएर। म आउँदैछु। सबजना रेडी भएर बस्नु होला। यहाँभन्दा उता चाहिँ जान नपाउनु रहेछ कि, त्यही भएर एक्कासी जानु पर्यो। म चाहिँ यहाँबाट जान्छु आफै। बुढा त गइहाल्नु भयो होइन। मैले चाहिँ चेक इन गराएँ, सेक्युरिटी चेक इन गराएँ। अब त्यस पछाडि गेट खोल्दै जाँदैछु। कस्तो एक्कासी गइदिनु पाइदिए राम्रोसँग भन्न पाइएन। अब चाहिँ 2 हप्ता पछाडि आएर भेट्छु। ल गेट 52 63 नि भयो। अब यहाँबाट गएर बस्छु मस्त भित्र। म चाहिँ एक्लै ट्राभल गर्दैछु कि। एक्साइटेड नि भइरहु, नर्भस नि भइरहु, अल मिक्स भइरह। मैले एउटा क्रोसेन्ट किनेँ। अब त्यो क्रोसेन्ट खाँदै बस्दै गर्छु। अनि फ्लाइट भएपछि जान्छु। मैले अब म्याकडोनल्ड्समा एउटा जुस पनि लिँदै हो। अनि जुस लिएर चाहिँ वाला जान्छु म। ठन्डा खाइरहँ म।
किनभने मलाई प्लेनको खानेकुरा मन पर्दैन नि त, त्यही भएर यहीँबाट टन्न खाएर जान्छु। मेरो फ्लाइट 15 घन्टाको छ यहाँबाट दुवा, अनि दुवाबाट बल्ल काठमाडौँ, अनि त्यहाँ चाहिँ बिचमा चाहिँ जम्मा 2 घन्टाको ट्रान्जिट छ कि, त्यही भएर खानेकुराहरू हुनेछ मिल्दैन भनेर म चाहिँ अब यहीँबाट खान्छु अनि जान्छु। ल मेरो टिकटै हो यहाँबाट सिडनी टु दोहा, अनि दोहाबाट फेरि दोहा टु काठमाडौँ। भोलि पुग्छु म नेपाल। अब चाहिँ मेरो चेकिङ नि भयो सबै, अब म चाहिँ प्लेनमा जाँदैछु बल्ल। तर टाइम नै भइसक्यो, 8:15 भइसक्यो, अब आधा घन्टामा त प्लेन उड्छ सिधै। बिजनेस क्लास त खतरा हुँदो रहेछ यार, आफ्नो आफ्नो प्राइभेट स्तरी। अब हामी चाहिँ यता इकोनोमी क्लासतिर। म होइन प्लेन त चढेँ होइन, मेरो मोबाइलमा चार्ज 20% छ, प्लग जोड्ने ठाउँ छैन, के गर्छु मलाई यस्तो छ कि यहाँ त मैले कता प्लग जोड्नु। अब म चाहिँ फ्लाइट चढेँ होइन, अब बिचमा चाहिँ मैले भ्लग बनाउनु पाउँदिनँ होला, चार्ज छैन होला। ट्रान्जिटमा चाहिँ चार्जर भेटायो भने चाहिँ त्यहाँ चाहिँ चार्ज गरेर भ्लग बनाउँछु, नत्र भने केही न केही त गर्छु, नत्र भने अर्को मोबाइलबाट छ चार्ज, अर्को मोबाइलमा त्यहाँबाट बनाउँछु। ल धेरै चाहिँ बोल्दिनँ। अब चाहिँ मेरो फ्लाइट हुन लाग्यो, 15 घन्टाको फ्लाइट छ होइन, बिचमा परेछु कि यता नि बिचमा परेको, के गर्नु अब त्यत्तिकै बस्नु भयो। उताको फ्लाइटमा चाहिँ छेउमा पऱ्यो हुन्थ्यो भन्ने भइरहेको छ, कि छेउमा कि कुनामा सुबिचो पऱ्यो भने त फिल्म हेर्न मिल्दो रहेछ। हिन्दी फिल्म नै अप्सन रहेछ, अब यहाँ मुभी हेर्दै जान्छु। भुलचुक माफ भन्ने एउटा फिल्म हेर्ने निर्णय गरेँ म। अब मैले चाहिँ यहाँ कतारको हेडफोन अनि सिरानी अनि ब्ल्याङ्केट सब पाछु कि। मैले यहाँ फिल्म लगाएँ होइन, तर फिल्मलाई हेरी मस्त निदाएछ नि, खानेकुराहरू उठेको है। खानेकुरा फेरि बिफ रहेछ अनि पास्ता रहेछ। बिफ आफूलाई मन पर्दैन, खाँदैन होइन, साइडको मान्छेहरू टाइपको बिफ खाए यस्तो गनाइरह मलाई। मेरो चाहिँ मलाई चाहिँ यो सबसे मन नपर्ने भनेको यहाँको खानेकुराहरू हो। आजको चाहिँ कस्तो हो थाहा छैन। यो खाएको मध्ये पास्ता चाहिँ के खान सकिने, तर पास्ता अर्कै हालेँ कि, नत्र अरू केही खान सक्ला होइन मैले। मिठो छ यो चाहिँ, आइसक्रिम जस्तो रहेछ कि, मन पऱ्यो त्यो। 15 घन्टाको फ्लाइटमा बल्ल 2 घन्टा हिँडेँ। सिडनीबाट एडिलेड अलि जस्तो कट्न लाएँ बल्ल, कहिले हो कहिले पुग्ने। म चाहिँ टोइलेट आएको होइन, 10 घन्टा गयो, अब त लगभग 11 घन्टा गयो, 3 घन्टा बाँकी छ। तर आँखा यस्तो निन्द्रा लाखा होइन, आँखा हेर्दाखेरि, तर निन्द्रा लागेन, यस्तो गाह्रो भइरहेको बिचमा परेर सुत्न पाएँ, आनन्द हुन्थ्यो जस्तो फिल भइरहेको। तर अब चाहिँ पुगिन्छ भन्ने भइसक्यो। राम्रै चाहिँ आएको कहिले चाहिँ टक्क लाएर मुम्बई नेपाल कटेर फेरि कतार गएर फेरि फर्केर नेपाल आउँछु म। यहाँबाट सुरु गरेको यत्रो त आइसक्यो, अब यति मात्र बाँकी छ। ब्रेकफास्ट गर्ने टाइम भएछ होइन, अनि मैले अरू चाहिँ के हुन्छ भनेर बनाएर ब्रेड मगाएको, अनि म्याङ्गो जुस अनि दही छ अनि फ्रुट्सहरू। फाइनली ल्यान्डिङ हुने बेला भयो होइन, मेरो काम चाहिँ यस्तो टम्म पऱ्यो। म चाहिँ प्लेनबाट निक्लिएँ फाइनली, अहिले कतारमा छु म। यहाँ उज्यालो छ यार, 4:30 भयो होइन, यस्तो उज्यालो हो कि। यहाँ चाहिँ फ्लाइट इन्फर्मेसन रहेछ, म यहाँबाट फ्लाइट हेर्छु अनि जान्छु त्यो गेटतिर। ल काठमाडौँको B10मा रहेछ, अब यो साइडबाट हिँड्दै जान्छु म। कति ठुलो गुडिया राखेको रहेछ यहाँ त। मेरो चाहिँ अब यता B गेटतिर हो, म B गेटतिर जान्छु। गुडियाले चाहिँ कति ठुलो, मलाई यहाँ फोटो खिच्न मन लाग्यो। अब फाइनल्ली म आइपुगेँ B10 काठमाडौँ। म यहाँ गेट अगाडि आएर बसेँ, नसुतेको भएर मेरो आँखा यस्तो भयो नि। यहाँसित गर्मी भएको कि कस्तो गर्मी भएको। यहाँ छ काठमाडौँ जाने गेट, यहाँबाट जान्छु। तर 2 घन्टा कुर्नुपर्छ कि अझै, लगभग 1.5 घन्टा। अब त्यो पछाडि बल्ल फ्लाइट हुन्छ, अनि त्यसपछि 5 घन्टा पछाडि म काठमाडौँ पुग्छु।
फाइनल्ली यहाँको नि चेक इन भयो अब प्लेन कुर्ने मात्र काम बाँकी छ यहाँ चाहिँ अहिले 5:30 भयो होइन तर यस्तो उज्यालो छ नि म नेपाल जाँदै तर कसैलाई पनि थाहा छैन त नेपाल जानु लाग्यो भने सबले गर म मात्र जानु लाग्यो भने खै बाबु भनेर खोज्नुहुन्छ जस्तो लागिरहेको होइन अनि म चाहिँ किन जानु लाग्यो भन्दाखेरि मेरो साथीको बिहा छ होइन श्रद्धाको अनि सुबिना नि अब जाँदैछ त्यही भएर अब पछि गयो भने मैले दुईजनालाई नै भेट्न पाउँदिनँ त्यही भएर यो बेलामा जाम कि नजाम भएको थियो होइन अनि सुबिनाले नि आइज न गर्थ्यो अनि म आउन गर्थ्यो श्रद्धाको नि बिहा छैन अनि आज मेहन्दी हो उसको आज मेहन्दीमा पुग्छु कि पुग्दिनँ चाहिँ थाहा होइन जे होस् उताको नि टिकट चाहिँ काटिसकेँ आइपुग्छु होला त्यो हिजो नि रोइरहेको थिएँ जहिले फोन हान्दा नि रुँदै बस्दै गरेको थिएँ मैले तँलाई मिस गरेँ भन्थेँ म आउँदैछु तँलाई हाम्रो फ्लाइट 6:35 थियो होइन लास्टमा गएर डिलेड भइदियो 6:35 चाहिँ बल्ल अनाउन्स गर्छ डिलेड भयो भनेर अब 8:15 बल्ल फ्लाइट छ हामी दुईजना चाहिँ ठ्याक्क लाइनमा भेट भएको अनि लास्टमा दुईजनाको सिट पनि एउटै रहेछ कि अनि हाम्रो फ्लाइट डिलेड भयो अनि हामी यतिकै डुल्दै बस्यौँ दुईजना अब फेरि यता डुलेर फेरि उता जाँदैछौँ ठ्याक्कै दुईजनाको सिट पनि एउटै परेको के अनि ठ्याक्क भेट आएको होइन डिलेड भयो अनि कफी खान्छु भनेर मैले पैसा चाहिँ एक्सचेन्ज गरेँ अब बल्ल यहाँ खान्छु अस्ट्रेलियन चाहिँ नचल्ने अरे युएसडी मात्र चल्ने अरे यो चाहिँ अरबिक ल्याङ्ग्वेजमा आउँदो रहेछ कि इङ्ग्लिस नै आउँदो रहेछ अनि अब इङ्ग्लिस आएर नखिच्ने भन्यो हामी मैले चाहिँ स्ट्रबेरी क्रिम र ब्रेड अर्डर गरेँ होइन केक अब यो खाएर जान्छु यता पुरै सिट ब्याग भएर यसरी बसेर खानु लाग्यो हामी यता फाइनल्ली हामी प्लेनभित्र चाहिँ आइपुग्यौँ है अब यहाँ पनि म अब एउटा फिल्म हेर्दै जान्छु ल यताको नि खाना आयो अब अहिले चाहिँ चिकन ससेज मगाएको मैले कस्तो छ थाहा होइन अब 55 मिनट रिमेनिङ छ है नेपाल पुग्न काठमाडौँ जाने उता है त्यहाँदेखि त फर्केर यता आयो फेरि 5-6 राउन्ड भइसक्यो अब त कति बेला ल्यान्ड हुने हो हामी लास्टै भइसक्यो यहाँ घुमेर यता यहीँ 4 चोटि घुमिसक्यो होला एउटै लाइनमा यसरी 3 बजे ल्यान्ड हुने फ्लाइट 4 बजे नलागिसक्यो अझै ल्यान्ड होला जस्तो छैन वहाँबाट घुम्दा नपुगेर अब यता आएर घुम्न थालिसक्यो फाइनल्ली ल्यान्ड भएर अब निक्लिनको हामी फाइनल्ली हाम्रो ल्यान्डिङ भएर नि हामी टक्क निक्लियौँ छोयौँ धरतीमा नेपालको अब चाहिँ बस चढेर जान्छौँ हामी यहाँबाट लगेज कुर्दैछु यहाँ ल फाइनल्ली लगेज आयो मेरो लगेजहरू लिएर चाहिँ अब म यहाँ एक्जिट हुन्छु बाहिर सुबिना आइछ त्यसलाई चाहिँ अब सरप्राइज दिने हो पहिला सुरु चाहिँ भिनाजुले सुबिनालाई चाहिँ बाहिर खाजा खाने भनेर लिएर आउनुभयो होइन मलाई लास्टै ढिलो भयो किनभने बाहिर खान म सिधै बाहिर चाहिँ बर्गर हाउसमा जान्छु अनि हेर्दै गर्नु होला भिडियो के हुन्छ फाइनली नेपाल नि आइपुगेँ अझ पोखराको चाहिँ अब 1 घन्टामा छ त्यही भएर झ्यापझुप तिनीहरूलाई भेटेर चाहिँ पोखराकोमा गइहाल्छु म श्रद्धाको मेहन्दी नि आजै हो नि त अब म लास्टसम्म चाहिँ पुग्छु होला घर श्रद्धाको घर नजिक छ नि त त्यही भएर थाहा हुन्छ जस्तो लागिरहेको ए भगवान् कसैले थाहा नपाओस् अब यति गरेर आइसके पछाडि त्यही हो सबजनाको यहाँ बाहिर कुरेर बस्नुभयो होइन तर मैले त कसैलाई पनि नभनेको नि त त्यही भएर म एक्लै जाँदैछु अब बाहिर त्यहाँ रहेछ बर्गर हाउस चाहिँ देखिहालेँ अब सिधै त्यहीँ जान्छु बाहिर त निक्लिएँ म तर त्यहाँ बर्गर कर्नरमा खाजा ल्याउनु भयो सुबिनालाई त्यहाँ जानु भयो लगेज एउटा भयो भने कस्तो गाह्रो फिल भइरहेको क्या अहिले त म झ्यापझुप जान्छु अब सुबिना माथि छ म माथि जाँदैछु हेर मैले त्यसको रियाक्सन एक्साइटेड यहाँ रहेछ यहाँ हाई सुबिना
डेन्जर चिज चाहिँ नि कस्तो लाग्यो एकैछिन मलाई देख्दा कहाँबाट आयो प्लेनबाट कस्तो लाग्यो मलाई एक्कासी देख्दा चाहिँ बरु खाँदै बसी डेन्जर बसी छैन घन्टा गुरेको कि साथी आउनुहुन्छ भन्दै अनि तेरो साथी आफ्नो साथी आउनुहुन्छ भन्दै अनि गेस गर्थ्यस् म आउँछ भने गेस गर्थ्यस् आउनु भन्थ्योस् नि त अनि ल ठिक छ ल साथीलाई दिने हाम्रो फुलले राखिदिने मलाई भिनाजुले खतरा प्लान गरिदिनु भयो तर नजिक रहेछ है मतलब आएँ सही ब्याग लिएर ए भगवान् फाइनली म नेपाल आएर यसलाई नि भेटिसकेँ अब घर जानु कसैलाई नखाइन्छ कि म आउँदिनँ भनेर कसैलाई खाएँ भिनाजुमा थाहा थियो बनाएको कि मैले ल अब यस्तो खाजा खाएँ नि अनि जान्छु म आउने बित्तिकै यहाँ बर्गर ट्राई गर्न लाग्यो नेपालमा सबभन्दा पहिला हुन्छ मलाई त यो बसी ए चिसो चिसो फेन्टा खान्छु म नत्र फेन्टा नमस्ते आन्टी नमस्ते अझै खाइपाउनु भयो नि के हो नेटी चलेन यार के हो के एक्सप्रेसनै दिनु भन त रुकै एकछिन के हो यस्तो आयो ल चिल्ली मोमो नि खाने भयो मैले आजै सबै खाने भएँ आइज न भन्दै रोएँ थिएँ अब आयो पछाडि त रुँदै रोएन यार नजान गरियो अब त आइज पर्सि अनि बल्ल जानुपर्छ स्कुटर चलाएर मस्त डुल्न अब सिन्जल भनेको के अरे कहाँ डुल्छु के गर्छु के थाहा तर डुल्ने हो मस्त घुमेर जाने हो त्यो यो पछाडि कहिले आउँछ थाहा के भन्नु छ मेरो भ्लगमा तिमी धेरै पछि आएको भ्लगमा 1.5 वर्ष पछाडि मैले एकदमै धेरै मिस गरेँ तर सम्झेले धेरै रोयो अब आएर चाहिँ कति खुसी भयो भन न जानुभन्दा अगाडि आइपुग्यो इन्फिनिटी अनि मैले के भन्थेँ नि अब यो गए पछाडि त कहिले हो भन्नुभयो त्योसित गएपछि जानु भेटिन्छ 20 तिर सोचिरहेको थिएँ होइन मेस मिल्दैन कि जति चाहिँ भन्यो भने 20 तिर भेट्न मालदिप्समा भेट्ने प्लान थियो नि हाम्रो मैले जति इफोर्ट तैँले लगाउँदैनस् नि त के भेट्नलाई ए भगवान म कसरी अस्ट्रेलिया आउने र मेरो भिजा कसरी म नेपाल आएँ नि त 2 हप्ता भिजा लाग्ने भए म आइसक्दिनँ होइन अब पछाडि चाहिँ अहिले नभनौँ कहाँ जाँदै हो भनेर चाहिँ त्यहाँ गइसके पछाडि चाहिँ आउँछ कि आउँदिनस् ल त्यो होस्टमै आउँछ ल ल अब चाहिँ निक्लिम ल है अब फेरि बोल्टौँला ब्लग बनाउँला भिडियो बनाउँला डुलाउँला है मैले होइन त्यहाँ सबले कुरिरहेको थिएँ कि मैले त नभनिकन नआएको मलाई त फुलेर आउने कोही आएनन् भन्दै बसिरहेको थिएँ मैले फुल चाहिँ पाएँ जस्तै तर भिनाजुले लिएर आइदिनु भएछ भिनाजुले थाहा थियो म आउने भनेर त्यही भएर अब चाहिँ हामी निक्ल्यौँ यहाँबाट चाहिँ आउने भनेपछि त मजा भइहाल्थ्यो नि मलाई भनिन सक्दै क्या यसले चाहिँ बिहाको दिनमै ठ्याक्कै यसको काम छ कि त्यही भएर यसलाई चाहिँ बिहेको काम भ्याएपछि बिहाको दिन आइज भनेको मैले अब चाहिँ हामी चाहिँ ट्याक्सी चढेर चाहिँ उता डोमेस्टिकतिर जान लाग्छौँ ए अब त्यहाँ नि आउनु मिल्छ कि यहाँ भएको त जुस आउन पो थियो नि 15 घन्टाको त लास्टै गाह्रो भएको थियो बाई बाई भिनाजसम्म जानु मजा यहाँसम्म भयो त जा रे भिनाज जानुहुन्छ अरे पोखरा सबै गरेर इन चाहिँ भएँ म त्यही हो सामान चाहिँ अब एक्स्ट्रा बढी तिरे अब हतार भएको थियो त्यही भएर तिरेँ पैसा केही गरिनँ अब जान्छु म बसतिर चाहिँ अनि जान्छु
नेपाली भाइ आइपुग्यो चाहिँ म चाहिँ अब पोखरा जाने फ्लाइटमा छु आधा घन्टामा पोखरा पुग्छु म पोखरा नि ल्यान्ड भएँ अधेर हुन लागिसकेको रहेछ अधेरमा पुग्ने भए घर चाहिँ जे होस् यहाँ आइसकेपछि चाहिँ घर चाहिँ पुग्छ अब छिट्टै नै डिलेट भएन कि धन्न धेरै 7 बजे उताको सानो चाहिँ उताको ठुलो चाहिँ यताको दुइटा आयो मेरो ब्यागेज ल अब चाहिँ म फाइनली घर जान्छु यहाँबाट चाहिँ पोखरा लगेज लिएर यत्रो गुडगुडाउँदै जानु छ ट्याक्सी खोजेर म चाहिँ ट्याक्सी चढेर बिचपुर नै आइपुगेँ घर जाँदा चाहिँ रात पर्ने भयो अहिले पढेको अर्को मोबाइलबाट बनाएको कि भिडियो चाहिँ गेट हालेर चाहिँ ल मोरिया चोक नै आइपुगेँ म घरतिरको गेट पनि छिरिसकेँ अब घर आइपुगेँ म फाइनली आमा बाहिर हुनुहुँदो रहेछ क्या हेलो माथि हुनु कस्तो एकैचोटि भयो कि ट्याक्क अझै मजाले खिच्न नि पाइनँ मैले राति भयो कि आउँदा आउँदा म 4 साढे 4 बजे एकछिनसम्म विश्वास गर्नु भयो कि होइन एक्लै हो एक्लै हो होइन पन्ताउनु भयो नमस्ते आमा को रहेछ को हो यो को हो तिमीले को हो यो को हो मेरो नानी हो कि होइन जस्तो लाग्यो आन्टी कहाँ हो तपाईँ बाहिर बस्दिनु कस्तो भयो थाहा थियो घर पनि लाग्छ अलि अगाडि ट्याक्सी पढा भनेर खतरा सरप्राइज दियो नि होइन आमा कस्तो लागिरह मम्मी चाहिँ यता हुनुहुन्छ ल तर अझै राम्रोसँग भन कि भित्र हुनुहुन्छ होला अनि जान्छु होला भनेको ट्याक्कै स्कुटर फेरि हो मलाई त फेरि होइन कि दिपा भने जस्तो क्या प्लास्टिक गर्मी रहेछ नि आज दिपा बुढी पठाएर आफू हुने बसेर भन्थे होला अनि झ्यापट गराउन सकिनँ क्या म त्यो बत्ती बालेर झन् भयो अहिले नहाल्नु न कसलाई नहाल्ने बाबा चाहिँ यता हुनुहुन्छ आन्टी यता आन्टी माथि हुनुहुन्छ रहेछ फेरि नदेखेको कि मैले फेरि सबै बाहिर कि एउटा भित्र भवानी हुन्थ्यो नि सबै बाहिर अनि मैले फेरि मोबाइल लिएर निक्लिहालेँ देख्नुहुन्छ नि त स्योर देख्नुहुन्छ नि त भित्र त अनि चिन्नु भन आमाले मलाई सुरुमा आउने बित्तिकै अनि यसो मुखेर यो को हाम्रै नानी भने नि
फाइनल्ली म हाम्रो कोठामा नि आइपुगेँ यहाँ बाहिर राजन आउँदै हुन्छ कि त्यही भएर म कोठामा आएर बसेको कि भित्र हाम्रो फोटोहरू कोठामा आउनुभयो राजन के हतार हो र छिटो बोला भने रिसाउँदै हुनुहुन्छ रिसाउनु छिटो बोला भनेर रिसाउनु भयो म गएर कराउँछ हेलो किन रिसाउनु भयो घर छिटो बोलाएर घर छिटो बोलाएर रिसाउनु घर छिटो बोलाएर रिसाउनु भएको होइन तपाईँ किन रिसाउनु भयो घर छिटो बोलाएर दाइले किन फोटाउने भनेको त कहाँ हो अनि आउनु पर्दैन त नि अनि घर छिटो बोलाएर रिसाउँदै हुनुहुन्थ्यो यहाँ हेरौँ न एकचोटि रिसाउनु भएको होइन तपाईँ घर छिटो बोलाएर भनेर आज लाँदै फेरि भाउजूले यहाँ हिँड्छ त्यो अनएक्सपेक्टेड भइरहेको के हुन नि फेरि आज सँगै त लाग्दैन भाउजू हुँदैन कि हामी उता घर जान लाग्यो यता सरप्राइज दिएर तर यता सबै बाहिर हुनुहुन्थ्यो एउटा राजन मात्र हो पछि आएर सरप्राइज हुनुभएको चाहिँ दुईजना चाहिँ उता घर जाँदैछौँ म नमस्ते आन्टी नमस्ते हेलो हेलो खाली हो 15 ल कस्तो लागिरहेछ मम्मीलाई अस्ट्रेलिया जाने भनेको अस्ट्रेलिया बाबा नि अनएक्सपेक्टेड म जाँदाखेरि अहिले एकदम अग्लो भएछ कस्तो लाग्यो म आएर म पुरै सकाउ म के मेरो दिमाग मैले जङ्गा गएर नबोल्ने भन्थ्यो अनि कस्तो बोल्दै कि कस्तो लाग्थ्यो अनि नभन्ने नि हुन्थ्यो नि आउँछ कि आउँछ भनेर भनिदियो फेरि उतैबाट त्यस्तो गरिदिने म 15 मिनट भयो राजनलाई कुरेको थिएँ राजन बेङ आशा गर्नु रहेछ
कति अब है बस्ने हो भाइ सधैँ बताइन मलाई भर्खर के भन्दै थियो भने तपाईँ चाहिँ टाढा नजानु है भन्दै थियो कि अहिले मलाई हतारी देव आइन म टाढा भयो नि म त त्यस्तो रुन्न हो के हो आज थप्नु पर्यो ल भात थप्नु पर्यो ल हेर त म आउने होला नि घिरम लगाएको तरकारी पकाएर राखेको छु नि नल्ली या ल ल भात खानु ल के भन्नु छ तपाईँलाई बाबा खतरा रोइदिनु भयो के हिजो अचिन थाहा थियो हामी नभनिदिएको भनिदिनु भयो कि बाबाले बाबालाई भक्कन थाहा होइन कि यिनीहरूले फुस्काइदियो झ्याउला नि यार म भोलि आउँछु भनेको यो दिक्षाले फुस्काइदियो कि झ्याउलाउनी लास्ट डे I cannot control. कस्तो मान्छेहरू फुस्काइदियो कि भाउजूलाई त बोल्दै रहेछ अनि अब नभन्नै भाउजू नभन्नै अरूलाई त के म भाउजू भएको थिएँ नि जाने भनेको सुरुमा अनि लास्ट डे यार यत्रो गरेर म आऊ भन्नु म एकैचोटि जान्छु लास्ट डे यार तपाईँ म भोलि आउँछु भनेर बसिरहेको थिएँ भोलि बिहानै आउँछ भने यसले भनिदिए म चाहिँ भन कि अझै तर भाउजू तपाईँ सक्ट हुनु भन त हो नि त अगाडि गएर सकिदिन्थेँ नि त रियलमा दिन्थेँ नि त अनि अब त भन्न गरम त कसरी नगरौँ उठाइदिनु लास्ट डे यार ए म झन् भोलि बिहानै आउँछु भन्थ्यो के यो दिक्षाले गर्दा सबै फुत्कियो मैले कन्ट्रोलै गर्न सकेँ कि साँच्ची मलाई कस्तो हाई एक्सपेक्टेसनै थियो कति हावा रहेछ खुरुखुरु फोन गर्नु पर्दैन अर्को यत्रो दुःख गरेर त्यहाँ देखाउनु त नभनी आइरह यहाँ आएर फुत्काइदिन्छु यार सबलाई दिपा आइछ यहाँ भन्नु गाउँभरि दिपा आइछ भन्ने नमस्ते दिदी मलाई एक्सपेक्टेसन एउटै थियो कि थिएन होइन म मात्र आएको यही मात्रै आएको म कति भयो आधा घन्टा जति भयो कि सबलाई सपना हो कि बिपना जस्तो लागिरह म चाहिँ यहाँ आएर दीक्षाको एउटा कुर्ता लाएँ अब म चाहिँ श्रद्धा घर जान्छु रात परिसक्यो तर ल आउनु ल अहिले ल हामी चाहिँ अब श्रद्धाकोमा जान लाग्छ हिँड्दै
अब यिनीहरूको डान्स आइरहेको यहाँ खतरा नाचिदिनु भयो यस्तो दामी नाचिदिएर कस्तो लाग्यो श्रद्धा तँलाई डान्स गर्नु यसको बिहामा उहाँले हुँडा आयो होइन यसले भात चाहिँ मलाई यसरी दिए आयो तर मैले खुवाइदिएँ खै केही माया के हो जो खुवाएको चाहिँ भन् पहिला त्यहाँ के हो भन् ल यहाँ माया छ ल खुवाएँ है थ्याङ्क यू सिस्टर ल भ्याइयो अब यसको मेहन्दी पनि जोस् भेट्टाएँ मैले भेट्टाउँदिनँ कि जस्तो लागिरहेको थियो म त कति पनि सोचेको थिइनँ एकदमै सरप्राइज भयो खतरा सरप्राइज भयो मैले किन नचिन्ने हो एकछिन पछि चिन्चाइदिएँ होइन तर मैले झ्याप्पै देख्ने बित्तिकै त चिने कि तर एकछिन देखिनँ होला नि त के गरिस् उता उता हेरिस् होला ल भ्याइयो यसको मेहन्दी पनि अब भोलि र पर्सि बिहा मन लाउँछ अहिले मेहन्दी अनि जान्छु आज चाहिँ घर म सुतेको छैन यहाँ मेरो आँखा आयो त अलिकति कतिलाई होला भनेको यस्तो जस्तो बनाएको आँखा मैले मेहन्दी पनि लाग्यो अब चाहिँ घर जान्छु आजलाई आजको लागि चाहिँ भिडियो यति नै भयो बाई बाई